परापूर्व कालदेखि छन्त्याल समुदायमा माघे संक्रान्तिको पावन दिन बिहानै घरमुलीले आफ्ना पितृहरूलाई सम्झी पितृपूजा गर्ने गौरवशाली परम्परा रहँदै आएको छ। यस दिन कुल, वंश र पितृप्रति श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्ने चलन छ। साथै माइती पक्षले छोरी चेलीहरूलाई बोलाई भोजन गराउने परम्परा पनि समुदायमा गहिरो रूपमा स्थापित छ। समयसँगै यो परम्परा व्यक्तिगत घरधुरीबाट विकसित हुँदै संस्थागत रूपमा सञ्चालन हुन थालेको छ। यही परम्परालाई निरन्तरता दिँदै आज रूपन्देही जिल्लाका छन्त्याल समुदायका सबै थरका मुलीहरू कार्यक्रम स्थलमा भेला भई सामूहिक रूपमा पितृपूजा गरेका छन्। पूजा पश्चात सबै सहभागीहरूबीच सामूहिक खानपान कार्यक्रम समेत सम्पन्न गरिएको थियो। माघ महिनाभर समय मिलाएर घर घरमा छोरी चेलीलाई बोलाई भोजन गराउने परम्परा अझै जीवित रहेको छ। नेपाल छन्त्याल संघ नगर समितिकी वरिष्ठ उपाध्यक्ष किममाया घरब्जाको सक्रिय पहलमा लोकोन्मुख पुर्ख्यौली नाचको प्रशिक्षण दिइएको थियो भने बागलुङ र म्याग्दी जिल्लाका छन्त्याल समुदायका पुर्ख्यौली नाचहरूको आकर्षक प्रदर्शन गरिएको थियो। कार्यक्रम सचिव न खड्का छन्त्यालको सञ्चालनमा अध्यक्ष भरत घरब्जाको सभापतित्वमा सम्पन्न भएको हो। 92 वर्षीय मनबहादुर तथब्जा छन्त्याल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। संघलाई विभिन्न माध्यमबाट योगदान पुर्याउने व्यक्तित्वहरूलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रम भव्य रूपमा सम्पन्न भएको केही झलक हेर्नुहोस्। मैले जोबान बिटे
हजुर नमस्ते नमस्ते खाना खाएर हिँडेको हामी त हो एक कामहरू गद्दाम खाइयो ए हो र अहिले जहाँ खाने हुँदैछ के ए हो त्यही त नि ल नाचम नाच्नु ह नाच्नु एक्लै हो